हेलो फ्रेन्ड्स, वेलकम ब्याक माई युट्युब च्यानल र हजुरहरूलाई फेरि पनि स्वागत छ है सुरज ब्रो भ्लगमा। र तपाईँले धेरै माया अनि सपोर्ट दिएर है यसरी यहाँसम्म ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है। र यसरी नै आउँदो दिनहरूमा पनि यसरी नै माया अनि सपोर्ट चाहिँ दिँदै गर्नुहोस् होला। र मेरो चाहिँ कन्टिन्यू भ्लगिङ हालिसकेको छैन है, एकदम बिजी भएकोले गर्दाखेरि। र यसरी नै तपाईँहरूले है जो पनि मेरो च्यानलमा नयाँ भिजिट गर्नुहुँदैछ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् र छेउमा भएको बेल आइकन दबाएर अलमा राख्नुहोस् है। र यसरी नै आउँदो दिनहरूमा अझै पनि तपाईँहरूले राम्रो राम्रो भिडियोहरू हेर्नु सक्नुहुनेछ। र आजको दिनभरिको मेरो भिलेज भ्लग के हुनेछ म तपाईँहरूको सामने लिएर आउनेछु है। र हेर्दै जानुहोस्। लु यो फुल पनि फुलेर सक्नु आँटेछ अब चाहिँ। लु कस्तो मजाले त फुलेको थियो हो, यहाँ हेरिहाल्नुहोस् है। यहीँ अब त्यो पुरै सुक्नु थालेछ हो। लु है साथीभाइहरू, म चाहिँ डेरीबाट पनि फर्किसकेँ अब हो। र अब भने चाहिँ खाजासाजा खाएर फेरि गाईलाई घाँस काट्नु जानुपर्छ हो। खाजा त के छ हौ अब, फ्राई राइस रहेछ हामी फेरि हो। सुबहको ब्रेकफास्टै फ्राई राइस रहेछ। यहाँ फ्राई राइस पकाउनु हुँदो रहेछ आमाले हो। लु है हाम्रो गाउँहरू त यस्तो देखिरहेको छ आज हो। लु यहाँ हेरिहाल्नुहोस् है, हाम्रो गाउँ चाहिँ एकदम दामी देखिरहेको छ है। चारैतिर होमस्टेले भरिसकेको छ अब चाहिँ हो। लु यहाँ हेरिहाल्नुहोस् है साथीभाइहरू, जुम गरेर देखाइरहेको छु। लु होमस्टेहरू हेरिहाल्नुहोस्। र साथै यहाँबाट यता लग्यो भने लु हाम्रो यो अहिले बनिएको नयाँ होमस्टेहरू। लु यहाँ हेरिहाल्नुहोस् है, आम्मा तिरिरी भइसकेको छ है हाम्रो साङ्से फिक्काले पनि। लु इजेली हेरिहाल्नुहोस् है साथीभाइहरू, कस्तो दामी फुलेको छ है। कस्तो लाग्यो लु कमेन्ट पनि गर्नुहोस् होला है। र अहिले भने चाहिँ साथीभाइहरू म चाहिँ मोटर टिप्नु जाँदैछु है। र मोटर फल्नु थालेछ है, र छिप्पिरहेको छ भन्दै थियो हो। अन्त तल बारीमा जाँदैछु है। र तल कति छ के छ हो, एकदम अर्ग्यानिक मोटर टिप्नुको लागि जाँदैछु हो। त्यहाँ तपाईँलाई त्यहाँ पुगेपछि म देखाउने छु है। र सबैले सपोर्ट चाहिँ गरिदिनुहोस् होला। र अब भने चाहिँ म गएको है। र एकदम घाम हेरिहाल्नुहोस्, मात्रै घाम छ हो। र यो घाममा चाहिँ म जाँदैछु अहिले भने चाहिँ हो। लु है हाम्रो त यस्तो छ है, आज त घामले केही पनि देखेको छैन हो। एकदम लु अलैँचीको हालत हेरिहाल्नुहोस्, लड्नु थालिहाल्यो हो। पानी भन्ने छैन अस्ति आएदेखिको हो। लु अलैँची त खत्तम भयो। लु आज त एकदम घाम चाहिँ टन्टालापुर लागिरहेको छ है साथीभाइहरू। मटर हेरिहाल्नुहोस् है, मटर टिप्न आएको हो। एकदम दामी फलेको रहेछ हो। फल्नु चाहिँ हतार बेसी छिप्पेको चाहिँ छैन हो। यस्तो बेसी छिप्पेको छैन हो। हात चाहिँ लगाउनु पर्ने रहेछ नि। हात लगायो भने त यस्तो हुने रहेछ, छिप्पिन्छ अरे हो। त्यही भएर चाहिँ अलिअलि चाहिँ छिप्पेको रहेछ साथीभाइहरू है। त्यो हेरिहाल्नुहोस् है। मटर सुरु भयो अब चाहिँ है। यता छिप्पेको रहेछ अलिक। ल है साथीभाइहरू, मोटर टिपाइ हुँदैछ हो। यो घाममा चाहिँ एकदम डह्रोसँगले हो। लु हेरिहाल्नुहोस् है, एकदम अर्ग्यानिक मटर है। लु अब भने चाहिँ फल्नु सुरु भइसकेको छ साथीभाइहरू है। ल साथीभाइ, हामीले मोटर पनि टिपेर सक्यौँ है। र यस्तो घाममा है फर्स्ट टिपायो मोटर चाहिँ। र कति रहेछ है तपाईँलाई देखाउँछु। ल फर्स्ट टिपेको हाम्रो है, हात मात्रै लगाएको हेरिहाल्नुहोस् है। ल यहाँ चाहिँ मोटर चाहिँ यति आएछ हो। फर्स्ट हामीले चाहिँ हात मात्रै लगाएको है, फर्स्ट टिपान हो। लु एकदम अर्ग्यानिक मटर। लु हेरिहाल्नुहोस् है, यहाँ थुपारिरहेछ हो। यो चाहिँ कालिम्पोङ सप्लाई हुन्छ हो। र अब भने चाहिँ हामीले टिपेर पनि सक्यो। एकदम हेरिहाल्नुहोस्, फ्रेस अर्ग्यानिक मटर है। को कोलाई मनपर्छ है। लु मनपर्ने जति हाजिर हुँ म यतातिरै।
यहाँ हेरिहाल्नुहोस् लु साग एकदम फ्रेस अर्ग्यानिक सागहरू यसरी खानु पाउँछ हो कालिम्पोङको मान्छेहरूले है। लु यहाँ हेरिहाल्नुहोस् है लु अँगालो अँगालो साग त यहाँ आमाले बाट्नु उयो गर्नुहुँदैछ हो। कत्रो साग छैन लु यहाँ हेर्नुहोस् त लु एउटै सागले एक छाक हुन्छ। यो साग चाहिँ लाभामा हुन्थ्यो अब त यता नि हुन थाल्यो है साथीभाइहरू। ल घाम फुल हेरिहाल्नुहोस् है कस्तो दामी त फुलेको छ ती परेर है। ल फुलको फ्यान जति यता पनि हाजिर हुँ है साथीभाइहरू। र आजको मेरो भ्लग चाहिँ म यहीँ अन्त गर्दैछु है। र तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेरेर एउटा भिलेज भ्लगलाई साथ सपोर्ट दिनुहोस् होला। र के कस्तो लाग्छ है जतिजना पनि नयाँ हुनुहुन्छ प्लिज सपोर्ट गरिदिनुहोस् है। र यति भन्दै आजलाई चाहिँ यतिमै टाटा बाई बाई।